हेर्दा रमाइलो लाग्छ है यो दृश्य। हामीले आफ्नो कार्यलाई एकदम रमाइलो तरिकाले फेलोसिप तरिकाले काम गरिरहेका छौँ। हामी यस 1636 खोला सरसफाइ अभियानमा लागेको 2026को नयाँ साल लागे लगतै हामीले कार्यक्रम सुरु गरेका हौँ र अझैसम्म हामीले टनका टन फोहोरहरू त्यसलाई व्यवस्थित गरेर नगरपालिकाको ट्र्याक्टरमा हालेर हामीले लगेका छौँ र अब यो फोहोरहरू नफालिदिनु होला भनेर हामीले यो भिडियोबाट नगरवासीहरूलाई पनि आग्रह गर्ने हो। तर उहाँसम्म चाहिँ यो पुग्छ पुग्दैन थाहा भएन। तर पनि हजुरहरूलाई चाहिँ यो भिडियो हेर्ने व्यक्तिहरूले फोहोरहरू आफैले व्यवस्थित गरेर नगरपालिका ट्र्याक्टरमा पठाइदिनु होला है। अब यो 1636 खोला हजुरहरूलाई के लाग्छ? नाली हो? नाली जस्तै नै भइसकेको छ। सबैले आफ्नो त्यो घरको ड्रेनेजको वाटरहरू सबै यसमै सप्लाई गर्नुभएको छ। यो 1636 खोलाको छेउछाउमा बनेका संरचनाहरूबाट निस्केका फोहोरहरू सम्पूर्ण यहीँ कलेक्टिङ भएर बसेका हुन्छन् है। यो हामीले फ्लोटिङ ब्यारियर राखेका छौँ नि जुन, यो हामीले आफ्नै आर्थिक सहयोग कतैबाट नलिकन आफ्नै खर्चले बनाएका हौँ र हामीले एकदमै आफ्नो कार्यलाई निरन्तरता दिइरहेका छौँ। अब हजुरहरूलाई पनि भोलिन्टियर गर्न मन छ भने आउनुहोला, सहयोग गर्नुहोला है। शनिबार प्रत्येक बिहान 7:30 बजेदेखि 10 बजेसम्म हामी यही स्थानमा भेट्नेछौँ। आउनुहोला, सम्पूर्ण कुराहरू हामी यही व्यवस्थित गर्नेछौँ। सी यू एट द नेक्स्ट भिडियो। बाई।